बाँच्नु पर्यो कति कठिन। हावाको लहरमा सुन्छु तिम्रो आवाज, सुनेको ठाउँमा प्रतिध्वनि जस्तो लाग्छ। सम्झनाको बादल मनमा जम्छ, रातको निन्द्रा फेरि कहाँ बस्छ। तिम्रो आँखा सम्झदा हृदय पोल्छ, संसार उज्यालो भए पनि मन ढाक्छ। तिम्रो आँखा सम्झदा हृदय पोल्छ, संसार उज्यालो भए पनि मन ढाक्छ। यो शून्यताले के कथा सुनाउने, तिम्रो बिनाको जिन्दगी कसरी चलाउने। माया अझै बग्छ समयको धारुमा, रोई रोई ढाक्छु सम्झनाको भारुमा। भुल्न खोज्दा अझै झन् झल्किन्छ मुटुमा। यो प्रेम अब बाँकी छ पीडाको रूपमा। रातको जुन पनि आज छ मसँग, कुनै पनि बुझ्छ यो पीडाको सँगमा। कसरी भनौँ सपना बिनाको जीवन, अझ तिम्रो नाममा बाँधिएको धडकन। सङ्गीत सुनाउँछु आफैलाई सम्झाएर, अछुतोको आँसु झर्छ दिल भरेर। समय रोकिँदैन बाटा बग्छ, तर प्रेमको छाया कहिले हराउँदैन। पहिलो हाँसो पहिलो बोल सब याद छ, हिजोका बाचा आजको शून्यता साथ छ। जीवनको रङ्ग नै हरायो अचानक, तिमी बिना बाँच्नु पर्यो कति कठिन। पहिलो हाँसो क्या किया जाए कि दांतों का पीलापन दूर हो जाए? सबसे पहले तो आप मेरे दांत देखें कैसे हैं। सफेद है। सफेद हैं जी। तो मैं आपको इसलिए बता रहा हूं कि पहले मैं अपने ऊपर बता रहा हूं फिर आपके लिए बता रहा हूं। आप कुछ नहीं, आपके घर में पड़ी हुई चीज से आपको बताऊंगा, और आपके दांत मोतियों जैसे ना चमके और खिल ना उठे तो बात करना। तो आपने क्या करना है, मीठा सोडा आपके घर में होगा जी, थोड़ा सा मीठा सोडा लें, जैसे आधा चम्मच के बराबर या चौथाई चम्मच के बराबर, उसमें 2 4 5 बूंदे नींबू की निचोड़ दें। हल्का सा पेस्ट बन गया। अब अपने ब्रश पे इसको लें
और दांतों को अंदर से बाहर से रगड़ना शुरू करें। उसको रगड़ने के बाद जब आपको लगे कि जैसे पेस्ट की तरह कर लिया, 2 मिनट ऐसे ही पड़ा रहने दें। उसके बाद कुल्ला करें और उसको साफ कर दें। हफ्ते में 1 बार करना शुरू कर दें। दांत मोतियों जैसे ऐसे खिलखिला उठेंगे, दांत भी हंसेंगे। आप तो हंसोगे, दांत भी हंसेंगे। दांत भी कहेंगे कि क्या क्या बात है, इतना मेरे को कैसे असर आ गया कि मोतियों जैसे चमक रहे हैं और बिल्कुल पीलापन, ये कचरा, मैल सब बाहर हो जाएगी, खिलखिला उठेंगे दांत। दूसरा, इसको करने से एक फायदा आपको और होगा, वो ये होगा कि लोग कहते हैं हमारे दांतों में कीड़ा लग गया। जी। कीड़ा क्या होता है? कीड़ा कोई, लोगों को आपने सुना होगा कीड़ा 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 लगा, तो हम सोचते हैं कोई कीड़ा कोई ऐसा जाके बैठ गया, जाके वहां कीड़ा है जो वहां पर बैठ के कुछ काम कर रहा है, जिंदा कीड़ा बैठा है। वो कीड़ा नहीं है, कायदे से वो कैविटी है। जी। होता क्या है कि दांतों पे मैल लगातार जमा रहने की वजह से या मीठा खाने की वजह से मीठा चिपक कर वो धीरे 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 जो दांत है उसको कुरेद कुरेद के उसमें एक खुड्डा बना देते हैं, एक जैसे गड्ढा बना देते हैं, और वो काले रंग का पड़ जाता है या निशान सा पड़ जाता है। तो वो दूर से, अगर मान लो हम देहाती भाषा में या देसी भाषा में कहें, तो दूर से वैसा लगता है जैसे कोई कीड़ा सा बैठा हुआ वहां पे। तो इसलिए कहते हैं दांत में कीड़ा लग गया। तो इससे अगर आप लगातार हफ्ते में 1 बार करते रहेंगे तो आपको कभी कीड़ा भी नहीं लगेगा, क्योंकि आपके दांतों की क्लीनिंग पूरी राइट हो गई, उसका इनेमल खराब नहीं होगा और क्लीनिंग राइट हो जाएगी और आपका माउथ वॉश बिल्कुल राइट होगा। और इससे अच्छा मुखवास कोई है नहीं, इससे अच्छा कोई माउथ वॉश है नहीं। ये पूरे मुंह में से जितनी भी गंदगी है उसको खींच कर बाहर कर, आपकी जीभ के ऊपर जो मैल जमी हुई है उसको भी निकाल कर बाहर फेंक देगा और आप परमानेंट ठीक होंगे। दांत, हम लोग कहते हैं कि एक बार एक इंसान ने भगवान की तपस्या करी और भगवान आ गए, और जनरली लोग एक ही वरदान मांगते कि बस ये कर दो। उसने बोला नहीं, मुझे ऐसा कुछ दीजिए कि मैं जब भी जो मांगू मुझे मिले। पर भगवान कहते तो बहुत अटपटी चीज है, तो इसका एक साइड इफेक्ट भी होगा। बोले क्या? बोले जो तुम मांगोगे तुमको मिलेगा, पर उसका डबल तुम्हारे पड़ोस को मिलेगा। उसने कहा मुझे फर्क नहीं पड़ता। बोले ठीक है। तो उसने गाड़ी मांगी, उसको मिली 1, पड़ोस वाले को 2 मिल गई। अब उसको अच्छा नहीं लग रहा, तो उसने एक घर मांगा, उसको 2 मिल गया। अब तो और इसको गुस्सा आ रहा है। अब इसका ध्यान नहीं पड़ा कि इसके पास इसको एक ही चाहिए थी ना, 1 मिल गई, इसको एक ही घर चाहिए था। तुमको 2 था, तुम 2 मांग लेते, पर उसको 1 ही चाहिए था, मिल गया। तीसरी चीज वो सीधा मांगता है कि मेरी 1 आंख फूट जाए, उसकी 2 फूटी, अब उसको खुशी हो रही है। फिर वो का 1 हाथ टूट जाए, उसके 2 टूट, मतलब उसको इससे खुशी हो रही है। तो ये एक्चुअली कहानी बताई गई थी कि इंसान खुद के पास क्या है उससे उसको खुशी या दुख का नहीं है, दूसरे को क्या मिल रहा है और दूसरे से क्या छिन रहा है, अभी पूरा उसका दिमाग सिर्फ उस पर चला गया है। तो आप अपनी लाइफ के ब्लेसिंग्स को देखना बंद कर चुके हैं, दूसरे के क्या चल रहा है आपका पूरा ध्यान उस पे है। थोड़ा सा ध्यान वहां से हटाइए और अपनी लाइफ पे लाइए, तो आपकी लाइफ सुधर भी जाएगी और आप खुश भी हो जाएंगे। आजको मितिबाट मैले यहाँहरूलाई 3वटा कुराको लागि बहुत विनम्रतापूर्वक अपील गरेँ, तहे दिल से। 3वटा कुरा 3 महिना अभ्यास गर्नुस्। यसले काम गरेन भने विकासानन्दको नामै उच्चारण नगर्नुस् ल। यसले काम गरेन भने, किनकि मेरो जिन्दगी भरको एक्सपेरिमेन्टको रिजल्ट हो। त्यसकारण मेरो अपिल छ, 3 महिनाको लागि तयार हुनुहोस्। फर 3 months ग्रीन जुस, ग्राउन्डिङ अनि गुरु मन्त्र। अब यो गुरु मन्त्र के त? बहुत सिम्पल गुरु मन्त्र सुन्नुहोस्। ढाड सिधा पार्नुहोस्, गर्दन सिधा पार्नुहोस्। बिहान बेलुका जुन श्वास क्रिया गर्नुहुन्छ तपाईले, यो औँलालाई यसरी जोड्नु, यो प्राण मुद्रा हो। जिब्रोलाई भित्र पार्नु खेचरी मुद्रा हो। अनि आँखालाई तेस्रो नेत्रमा लग्नु, या यहाँ लग्न गाह्रो छ भने यहाँ ल्याउनु, यो साम्भवी मुद्रा, यो अगोचरी मुद्रा यहाँ ल्याउनु। सिस्टम भएन भने काम गर्दैन। त्यसैले पहिला सिस्टम बनाउनुस्। हातको मुद्रा, आँखाको या माथि या तल, जिब्रोलाई भित्र, खेचरी, बस। अब यसपछि गर्ने श्वास क्रिया हो। गहिरो श्वास तान्दै जानुस् अनि गहिरो श्वास छोड्नुस्। सब ठीक छ, बस यही मन्त्र हो। देश त डुब्दैछ यार, हैन, सब ठीक छ, सब ठीक छ।
जाँचमा त फेल भयो नि यार, अब त क्लासमा चढ्न नपाउनु भयो, सब ठिक छ, सब ठिक छ, सबैले हेप्छ मलाई, सब ठिक छ, सब ठिक छ। यस्तो नेगेटिभ विचार आयो कि सब ठिक छ, यो मन्त्रको गोलीले प्रहार गरिदिनुहोस्। तर सिस्टम कसरी 3 महिना मैले भने त्यो 3 महिनामा तपाईँको जीवनमा मैले भने जस्तो गरेर पनि जीवन चेन्ज भएन, नयाँ जिन्दगी सुरु भएन भने विकास आनन्दको नामै लिन छोडिदिनुहोस् ल। एक थोपा यसो घोटेर ममा मिलाएर चटाउनु भने निमोनिया टाइफाइड त्यही बेला निको हुन्छ, विदिन 3 आवर्स 3 घन्टाभित्र निको हुन्छ भनेपछि यस्ता कुरा त जान्नु पनि पर्छ हामीले। त्यसको केही असर छैन, हेर्दा त सामान्य जस्तो लाग्छ हामीलाई, तर बच्न त बचिन्छ नि। त्यस कारणले हामीसँग प्रयोग गरिने थुप्रै विषयवस्तुहरू, थुप्रै खाद्यान्नका कुराहरू त्रुटिपूर्ण छन्। अहिले हामी अन्नको विकल्पमा के खोज्ने भन्ने तयारीमा जानुपर्छ, किनभने हामीसँग घडेरी प्रथाले जमिन सकिएको छ, आयातित अन्नबाट नेपाल निर्भर छ। यसबाट मुक्त हुनको निम्ति एउटा तपाईहरुलाई सामान्य कुरा जस्तो लाग्छ, तर असामान्य त्यसको रिजल्ट चाहिँ असामान्य। म यहाँहरूलाई जानकारी गराउँ, हामीले उखु खेती गरेका छौँ भने उखुको त्यो बाहिरपट्टि सेतो हुन्छ, हामीले हातले यसो छौँ भने सबै लाग्छ हैन, त्यो लाग्छ नि। त्यसको कलेक्सन गर्ने एउटा मेसिन हुँदो रहेछ, मैले यसपालि हेरेर आएँ मलेसियामा। त्यो कलेक्टिभ तपाईको 1 बिघाबाट 1 बिघा जमिन बराबरको एरियाबाट झन्डै 1.5 किलो बस्दो रहेछ त्यो सेतो। त्यो मेसिनले कलेक्सन गर्दो रहेछ त्यसलाई। त्यसको 1 केजीको 26,000 रुपियाँ डलर, 26,000 डलर। यो केमा प्रयोग गरिन्छ भन्दा क्यान्सरमा। त्यसैले हेर्दा हामीलाई केही जस्तो लाग्दैन, यो सामान्य जस्तो लाग्छ सबै कुरा, तर सामान्य छैन। कुबिन्डोको बोक्रा मात्रै तपाईले कुबिन्डोको बोक्रा तासेर त्यो बोक्रा नै आधा चम्चाको फाको हाल्दै जानुभयो भने तपाईसँग भएको सुगर 9 महिनामा समाप्त हुन्छ। भनेपछि कस्तो मेडिसिन थियो? हामीले औषधि त खाएको होइन, त्यो त हामीले खाएको त सामान्य कुबिन्डोको बोक्रा मात्रै हो। त्यसकारणले सबै मेडिसिनहरू हामीभित्रै छन्। यो विषयमा हामी विस्तृत अझै जानुपर्छ, किन हामी अहिले त मैले यहाँलाई छोटो छोटो कसरी मिल्छ यसो जानकारी मात्रै गरिरहेको छु। अब आजदेखि एउटा धारणा के बनाउनु भने अल्मुनियमबाट कसरी मुक्त हुने, दिमागलाई त्यहाँ चाहिँ पुर्याउनु पर्छ। धेरै ठाउँ मलाई प्रतिप्रश्न गर्नु भएको छ, अब अल्मुनियमको भाँडा किन्न नसक्दा के अरे पित्तलको कसौटी चरेसको थाल किन्न नसक्दा के गर्ने भन्नुभएको छ। भाँडा ठुल्ठुला किन्नुपर्छ भन्ने छैन, माटाकै भाँडामा पकाएर खाए पनि भयो, सिम्पल कुरा छ। गरिबीभित्र पनि बाँच्न सिकाछ नि। तपाईँको माटोको संयोगबाट, जस्तै कराई पनि किटको कराई, किट भनेको 80% माटो 20% फलामको धाबाबाट बनेको कराई किटको, त्यो फुट्छ पनि। त्यसमा 16 किसिमको तत्त्व हुने भएको हुनाले तपाईले क्याल्सियम किन्नु पर्दैन, आइरन खरिद गर्नु पर्दैन, छुट्टै त्यही प्राप्त हुन्छ। 16 किसिमका म्याग्निजहरू किन्नु पर्दैन, फस्फोरस किन्नु पर्दैन, त्यही माटोमा भएको कुरा त्यही छ। दैनिक तपाईले प्राप्त गर्न सक्नुहुन्छ भनेपछि त्यो किसिमको एउटा सोच विचार पनि बनाउनुपर्छ हामीले। सधैँ दैनिक प्राप्त हुने कुरा, पैसा नपर्ने कुरा, त्यो त विकल्पै भएन। हामी म त आइरन चक्की खाइरहेको छु भन्नुहुन्छ, आइरनदेखि लिएर जम्मै कुरा त 16 किसिमको तत्त्व त त्यही पाउने भएपछि हामीले एउटा भाँडो मात्रै किचनमा जुटायौँ भने त्यसले नै हामीलाई ठुलो सहयोग गर्छ। यस्ता सहयोगी किसिमका भाँडा बर्तनहरूलाई महत्त्व दिने बानी बसारौँ। अर्को, पानीलाई हामीले सुधार गरौँ। अल्मुनियमबाट मुक्त समाजलाई कसरी समाजलाई बनाउने भन्नेतर्फ हाम्रो ध्यान 24 घण्टा जानुपर्छ। राइस कुकरमा खाएपछि थाइराइड बढ्यो, क्यान्सर बढ्यो, किडनी फेल भयो, आँखाको पावर गयो, मेमोरी गयो, के चाहियो त्यसपछि? किन त्यसबाट पावर अक्साइड हुने भएको हुनाले पकाउँदा नै खिया लाग्ने भाँडोभित्र पर्छ राइस कुकर। अनि पकाउँदा नै खिया लाग्छ भने हामी खिया किन खाने? अर्को कुरा, जसले म्यानर्स एन्ड इटिकेटको बारेमा जान्दैन उसलाई देश निकाला गर्नुपर्छ भन्छु कहिले कहिले। त्यो आवेगमा प्रयोग गरिने शब्द हो मेरो।
सिकुन जानुन् भनेर तपाईँले कहीँ जानुभयो अनि पानी उठेर कल 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 खान थाल्नुभयो भने यो मान्छेले राम्रो सिकेको रहेनछ भनेर त्यसपछि तपाईँ त हेर्ने दृष्टिकोण ठ्याक्कै फरक पर्छ। एक दोस्रो कुरा, तपाईँले चिया खानुभयो, चिया खाँदा पुरै आवाज दिँदै चिया खानुभयो भनेपछि यो मान्छे पनि जे होस् बाँदर जुगबाट मान्छेको जुगमा आउन अलिकति समय र छ्याल्लै भयो। त्यहाँ पनि भन्छ फेरि, त्यहाँ पनि। अनि खाना 3-4 जना बस्यो अनि उठ्ने बेलामा ल म चाहिँ गएँ भनेर हतार हतार खाएर डाङडुङ खाएर उठेर निस्क्यो भने यो मान्छे पनि मान्छे हुन बाँकी थुप्रै रहेछ भनेर सोचिरहेको हुन्छ कि त्यो छैन नि त। सबै सँगै बस्ने, लु खाउँ है भन्ने, फेरि सँगै उठ्ने, त्यो परम्परा हो नि त हाम्रो। त्यस कारणले म्यानर्स एन्ड इटिकेट यति महत्त्वपूर्ण चिज हो जसले गर्दा हाम्रो आयुर्वेद सभ्यताभित्र यति महत्त्व दिएको छ कि खानपान आहार विहारहरू कुन बेला कस्तो चिजहरू प्रयोग गर्ने, कुन बेला के नगर्ने, कुन र कुनको संयोग अति घातक हुन्छ, कुन र कुनको संयोग अति उत्तम हुन्छ भन्ने बारेमा महत्त्व राख्छ। जस्तै युरिक एसिड छ त्यसकारण म चना खान्न भन्नुहुन्छ धेरैले, होइन? तर त्यो कुरा केही अर्थ लाग्दैन, त्यो अर्थपूर्ण होइन। तपाईँ चना पकाउनुहोस्, अलिकति मुला हालिदिनुहोस्, युरिक एसिडै हुँदैन, तपाईँ युरिक एसिड निको हुन्छ त त्यसैले बिस्तारै। अब कसैलाई छालाको रोग लागेर दुबी निस्क्यो भने, अब जडीबुटी त पछि बताउँला, दुबी निस्क्यो भने तपाईँ 40 दिनसम्म चना र मुला सँगै पकाएर खाइराख्नुभयो भने 40 दिनमा 90% घट्छ। उपचार हो त्यो, कुनै हाम्रो किचनमै प्राप्त हुने चिज हो नि त। खर्चिलो छ कहीँ? खर्चिलो पनि छैन। हामी दाल पकाउँदा चना पकाउने, सक्यो त कुरा। अन्नलाई छोडिदिने त्यो बेला, किनभने चनाबाट मात्रै पनि सबै हामीलाई न्युट्रिसन पुग्छ भनेको एउटा एक्जाम्पल दिएको मैले। यो यस्ता चिजहरू र यसरी संयोग गरिएका वस्तुहरूबाट हाम्रो शरीर, विचार, स्वस्थ रहने तरिकाहरू यी सामान्य भित्रै छन्। असामान्य कोणबाट हामीले खोज्नु पर्दैन। जस्तै अब चाडबाडको विषयमा हामी गयौँ भने चाडबाडमा हामीले तिहारमा हामीले प्रयोग गर्ने वनस्पति के हुन्? फूल हो। फूलमा पनि 2 खाले विशेष, मखमली र सयपत्री, नरिवल छ त्यहाँ, ओखर छ त्यहाँ, मिश्रीहरू छ, चिनी छ, अनेक किसिमका परिकारहरू छ। त्यो दिन तपाईँ जेसुकै खानुहोस् शरीरलाई हानि गर्दैन त्यो दिन। अर्को दिन तपाईँ कन्ट्रोलमा आइहाल्नुपर्छ। अब त्यो दिन फेरि चेलीबेटीले माइतीलाई पूजा गर्ने नाममा उपचार गर्ने विधि हो। त्यो छुट्टै राखिदिएको, पूजा गर्ने भन्ने तर उपचार गरेको। त्यहाँ ओखर छ, ओखरले ब्रेनको विकास गर्छ, बिर्सने रोगबाट मुक्त गर्छ, तनावग्रस्त मान्छेलाई तनाव मुक्त गर्छ। त्यहाँ चेलीबेटीहरूले यो माइतीले हाम्रा बुवा आमालाई राम्रो गरोस्, समाजलाई राम्रो गरोस्, हामी चेलीबेटीलाई पनि बोलाओस् समय समयमा, यो रिसा खालको एकल काँटे खालको नबनोस्, यसको मेमोरी पनि राम्रो होस् भनेर ओखर खुवाउने चलन त्यही दिन्छ। यस्तो विधि छ क्या त्यहाँ। अब घाँटीको रोग नलागोस्, शरीर गनाउने दुर्गन्धित नहोस् र दुराचारी दुर्व्यसनी पनि नबनोस् भनेर फेरि सयपत्री पिठोमा पनि हालेर पकाइन्छ, लगाउन पनि दिन्छ त्यो बेला। त्यस कारणले हरेक चाडबाडहरू त्यही किसिमले बनाइएका छन्। अब अक्षय तृतीया भन्यो, फेरि अब अक्षय तृतीया त आउन पनि लागेको छ, होइन? त्यो बेला के प्रयोग गरिन्छ भन्दा सातु। सातु किन प्रयोग गरिन्छ भने हाम्रो शरीर चाहिँ वात, पित्त र कफको हिसाबले अब अहिले चाहिँ कफले काम गरेको हुन्छ। त्यसकारण यतिखेर मान्छे सबै मोटा घाटो हुने, अलि भोक लाग्ने, शरीर पनि अलि हिष्टपुष्ट हुने हुन्छ। अब पित्तलाई जिम्मा दिने बेला भयो, फागुन 26बाट पित्तले जिम्मा लिन्छ। त्यो पित्तले जिम्मा लिइसकेपछि बिस्तारै एसिडिटी बढ्ने, खान मन नलाग्ने, रिङ्गेटा लाग्ने, निन्द्रा कम हुने, अनेक हुन्छ। पित्त वृद्धि हुन्छ त्यो बेला। त्यो पित्त वृद्धि भएपछि फेरि पेटको रोग लाग्ला भनेर अक्षय तृतीयाको चाडलाई ठिक्क सिजन बनाएर राखेर अनि त्यो बेला चाहिँ सातु खानु। अनि सबैले सातु बनाएर खाने सम्भव हुँदैन, बटोरे पनि हुन्छन् त्यो बेला, बाटो हिँड्ने मान्छे पनि हुन्छन्। ती बाटो हिँड्ने मान्छेलाई पनि दिनु है शरबत भनेर सक्खरको शरबत र सातु दिने र उसको रोग मुक्त गर्ने, 1 वर्षलाई पेटको रोग नलागोस् भनेर मुक्त गर्ने एउटा छ। अर्को माघे सङ्क्रान्ति छ। फेरि माघे सङ्क्रान्तिको बेला हामीले प्रयोग गर्ने कुरा के हुन्? 1 त 1 गते, 2 गते, 3 गते, 4 गते, 5 गते, 6 गते, 7 गते, 8 गते, 9 गते, 10 गते, 11 गते, 12 गते, 13 गते, 14 गते, 15 गते, 16 गते, 17 गते, 18 गते, 19 गते, 20 गते, 21 गते, 22 गते, 23 गते, 24 गते, 25 गते, 26 गते, 27 गते, 28 गते, 29 गते, 30 गते, 31 गते, 32 गते, 33 गते, 34 गते, 35 गते, 36 गते, 37 गते, 38 गते, 39 गते, 40 गते, 41 गते, 42 गते, 43 गते, 44 गते, 45 गते, 46 गते, 47 गते, 48 गते, 49 गते, 50 गते, 51 गते, 52 गते, 53 गते, 54 गते, 55 गते, 56 गते, 57 गते, 58 गते, 59 गते,
घर तरुल, वन तरुल, तिलको लड्डु, सक्खर, त्यो बेला दही प्रयोग हुँदैन, दुध प्रयोग हुँदैन, अन्य परिकारहरू त्यो बेला प्रयोग हुँदैन। 1 वर्ष सुगरबाट मुक्त हुनको निम्ति भनेर त्यो बेला फेरि माघे संक्रान्तिको बेला फेरि तरुल र सक्खरको संयोगमा त्यो चाडलाई मनाइन्छ। 1 वर्ष प्रमेह 20 खालको हुन्छ, त्यो 20 खालको मध्ये सुगर एउटा खालको हो, त्यो रोग नलागोस् एक वर्षसम्म भन्दा फेरि त्यो बेला त्यो चाडको रूपमा व्यवस्थित गरिएको छ।